Hello everyone. तपाईहरुको समक्ष फेरि पनि आएको छु है आफ्टर लङ टाइम अनि यसरी मेरो घरको कन्स्ट्रक्सन सुरु गरेको छु है तपाईहरुलाई देखाइरहेको छु यही ठाउँ हो यसरी कन्स्ट्रक्सन भइरहेको छ र यो चाहिँ भन्नुपर्दा है एउटा यो चाहिँ भन्नुपर्दा तपाईलाई एउटा भन्नुपर्दा यो चाहिँ एकदम ड्रिम प्रोजेक्ट जस्तो हो मेरो धेरै पैसा सेभ गरेर यसरी स्ट्रगल गरेर दुःख गरेर है कमाएको पैसामा चाहिँ मैले यसरी घर बनाउन लागिरहेको छु मेरो तपाईहरु देख्न सक्नुहुँदैछ कम्प्लिट भइरहेको छ है अब तपाईहरुलाई देखाउँदै गर्नेछु र आज चाहिँ यहाँ मुनि तपाईहरुको यो पिरामिड बनाएर लगाएको छ आज र यस्तो छ जग्गा चाहिँ गर्दा तपाईहरुको 9 वटा पिलर हुन्छ यहाँ चाहिँ र अब फर्दर भिडियोहरु आउने छ र यस्तो छ दुःख सुख है अब यसरी बनाउँदै छु हेरौँ कतिसम्म बनाइन सकिन्छ र हेर्दै गर्नुहोस् यो भिडियोलाई ओके र यसको विषयमा भन्नुपर्दा चाहिँ अब तपाईहरुलाई देखाउने छु कसरी बनिँदैछ के बनिन्छ आज जस्तै मैले देखाएँ है तपाईलाई म देखाउने छु अगाडि के गर्दिँदैछ र हेर्दै जानुस् यो प्रोजेक्ट हो घर मेरो ड्रिम घर हो है भए पनि अब यसरी दुःख गरेर मैले बनाएको छु यो ठाउँ यो पैसा जुगाड गरेर बनाइरहेको छु र यसमा चाहिँ अब धेरै दुःख कष्ट छ धेरै वर्षको मेहनत छ है र तपाईहरुले पनि अब सोच्नु हुँदो होला कसरी बनाइँदैछ अब कसरी चाहिँ यस्तो कम्ती समयमा मैले यो घरहरू बनाउन सक्यो भन्ने भन्नुपर्दा र तपाईहरुलाई अब यो भन्नुपर्दा चाहिँ यो चाहिँ के हो भनेदेखि अब यत्रो वर्षको मेहनत हो हैन एउटा लगन हुन्छ काममा है अब यो जसले पनि गर्न सक्छ यो पुरा गर्न सक्छ आफ्नो घर बनाउन सकिन्छ तर धेरै कुरामा सेक्रिफाइस गर्नुपर्छ है अब एउटा एज हुन्छ गाडी किन्नु है गाडी किन्ने बाइक किन्ने हैन तर म चाहिँ भन्छु सबैभन्दा पहिलो प्रायोरिटी चाहिँ घर हो हैन आफ्नो ड्रिम हुन्छ आफ्नो घर म यस्तो बनाउँछु भन्ने मेरो जस्तै हो मलाई चाहिँ गाडी कुरा भन्दा पनि इम्पोर्टेन्ट चिज चाहिँ घर हो आफूले मेहनत गरेर बनाएको घर त्यो घरमा चाहिँ आफ्नो परिवार राख्नु पायो भने कति आनन्द हुन्छ है त्यो हो र यसमा अब पैसा धेरै नै लाग्छ घर बनाउँदा है अनि यो पैसा चाहिँ अब यताउता गरेर कति मेहनत गरेर धेरै वर्षको मेहनत पछि यसरी कसरी यत्रो रकम जुटाउन सक्यो भने यसमा चाहिँ कतिवटा कुरा चाहिँ तपाईहरुले बुझ्नुपर्ने हुन्छ है यसको विषयमा म अलग्गै भिडियो पनि बनाउने छु एक दिन टाइमिङ इन्भेस्टमेन्ट एकदमै नलेज हुनुपर्छ है सर्टन टाइममा कसरी इन्भेस्ट गर्ने पैसा कसरी राख्ने त्यसलाई म्यानेज कसरी गर्ने त्यो चाहिँ एकदमै लाइफमा जरुरी चिज हो त्यहीद्वारा मात्रै हामी सक्सेस गर्न सक्छौँ तपाईले जति नै कमाउनुहोस् तर तपाईको त्यसलाई युटिलाइज गर्नु त्यसलाई म्यानेज गर्नु त्यो पैसालाई म्यानेज गर्नु सक्नु भएन भने त्यो सक्नुहुन्न आफ्नो सपनाहरू बनाउन सक्नुहुन्छ सक्नुहुन्न त्यसैले यसमा धेरै मेहनत छ तपाईहरुलाई देखाउने छु बादमा पनि तपाईहरुलाई म एउटा भिडियो बनाएर है टाइम म्यानेजमेन्ट कसैलाई इच्छा छ यो बुझ्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस् म तपाईहरुलाई अवश्य नै भन्नेछु थ्यांक यू